हाई एभ्रिवान, यो चाहिँ मेरो एरिसको बर्थडे भ्लग हो। ह्याप्पी बर्थडे टु यु एरिस भनेर हामीले चाहिँ मेरो छोराको फर्स्ट बर्थडेमा पार्कमा गयौँ होइन। अनि सबजना सेटअप गऱ्यौँ। अनि बेबी त कस्तो यो बल देखेर रोएर है, कस्तो पानी परिरहेको थियो कि हावा पनि चलेको थियो। अनि एकछिन भने नि जाउँ भनेर निस्केर हामी घरबाट गएको थियौँ। एरिसको बर्थडेमा केक चाहिँ मामाले लिएर आएको। पानी हावाहुरी कस्तो चलिरहेको थियो कि मेरो छोराको बर्थडे चाहिँ। अनि खासै त्यस्तो ठुलो गरेर मनाउनै पाएन, त्यही पनि पार्कमा गएर यतिको भने नि मनाएँ। अनि मेरो छोरा चाहिँ यो बल हल्लेको देखेर कस्तो डराएर रोयो त्यसलाई देखेर। अनि हामीले चाहिँ त्यो वान लेखेको चाहिँ निकालेर साइडमा राख्यौँ। मेरो छोरा चाहिँ सित्तिमिति हाँस्दैन के, हँसाउनलाई कति ट्राई गर्दा पनि हाँस्दैन। उसको मुड हुनुपर्छ कि हाँस्नलाई। काट्ने बेला चाहिँ झुलुक्क घाम पनि लागेको थियो कि यति बेला चाहिँ हेर्नु न, यति हो क्या घाम लागेको कति दिनपछि। नत्र त हुरी बतास चलेर कस्तो भएको थियो नि त। फर्स्ट बर्थडे यसरी मनायो मेरो छोराको चाहिँ। ठुलो गरेर मनाउने सोच त थिएन कि, फर्स्ट बर्थडे खासै नमनाएको भए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो घरबाट चाहिँ। त्यही भएर हल्का सिम्पल तरिकाले मनाएको हामीले चाहिँ। यस्तो दायाँ बायाँ कुरामा बाल दिँदैन क्या मेरो छोराले चाहिँ। हेर्नु न त्यो क्या, कता हेरेर बसेछ, कता केक काट्दैछ है, कता हेरेर बसिदिन्छ कि, कस्तो छ भनेको यसरी नै। अनि हामीले चाहिँ सानो भए पनि छोराको बर्थडे यसरी मनायौँ। लेखेको त्यो साइडमा राखेपछि चाहिँ बल्ल हल्का खुसी भएको थियो कि मेरो छोरा। देखिरहेकै हुन्छ होइन, त्यो वान देखेर खोइ किन हो कस्तो डराएको कि, त्यो हल्लेको देखेर यस्तो आँस उठेर बल्ल अलिअलि खुसी भएको थियो कि यिनीहरू देखाएपछि। अनि हल्का फोटो भिडियोहरू गऱ्यौँ हामीले। भोइस ओभर गर्दाखेरि चाहिँ मलाई कस्तो टन्सिल भइरहेको छ, घाँटी दुखिरहेको छ, मेरो भोइस चाहिँ नराम्रो आइरहेको होला। यति नै हो। बेबीलाई हँसाउनलाई कति ट्रिक लगाएर थियौँ कि हामीले चाहिँ। यसरी नै मेरो छोराको फर्स्ट बर्थडे मनायौँ। थ्याङ्क यू फर वाचिङ, बाई।